हेलो गाइस, आज चाहिँ म मन्त्र अग्नि गिटारको रिभ्यू गर्न गइरहेको छु। यो गिटारको स्पेसिफिकेसन हेर्नु पर्दाखेरि चाहिँ एचएसएस पिकअप कन्फिगुरेसन छ, 5 वे पिकअप सेलेक्टर र ग्लसी फिनिसमा छ बडी चाहिँ। अनि फ्रेटबोर्ड र नेक चाहिँ रोस्टेड मेपल छ। बडी चाहिँ पपुलर वुडले बनेको हो। अनि एउटा भोल्युम नब, दुईटा टोन नब। अनि एउटा राम्रो कुरा चाहिँ यो गिटारमा इनबिल्ट डिस्टोर्सन छ। दुई टाइपको डिस्टोर्सन छ, एउटा क्रन्च अनि एउटा डिस्टोर्सन। यो चाहिँ क्रन्च भयो, यो चाहिँ डिस्टोर्सन भयो। अनि इनबिल्ट डिले पनि छ। यो चाहिँ एक्टिभ र प्यासिभ मोडमा स्प्लिट गर्न मिल्छ। अब हामी सिंगल कोइलको आवाज सुनौँ है त। यो चाहिँ नेक पोजिसनमा, यो चाहिँ नेक र अब मिडल पोजिसन। अब मिडल पोजिसन। अब ब्रिज र मिडल पिकअप। अब हम्बकर। अब हामी यसको डिस्टोर्टेड आवाज सुनौँ है त। अब हामी हम्बकरको आवाज सुनौँ है त। अब मिडल पिकअप र ब्रिज पिकअपको आवाज। अब मिडल पिकअप सिंगल कोइलको आवाज। अब यो र यसको मिक्स। अब चाहिँ नेक पिकअपको सुनौँ है त। अब चाहिँ हामी प्यासिभमा सुन्छौँ डिस्टोर्टेड आवाज। अब चाहिँ हामी गिटारको इनबिल्ट क्रन्च र डिस्टोर्सन सुन्नेछौँ। फर्स्टमा चाहिँ क्रन्च सुनौँ है त। अब चाहिँ डिस्टोर्सन। अब यो स्विचबाट चाहिँ हजुरहरूले डिस्टोर्सनको पनि 3टा भेराइटी पाउन सक्नुहुन्छ। सुनौँ है त।
फर्स्ट वान यो भइहाल्यो। यो भइहाल्यो सेकेन्ड वान। यो चाहिँ थर्ड वान।